वेलकम ब्याक टु माई युट्युब च्यानल है। म चाहिँ एउटा अगाल आएर तल बेसी घर जान लागेको छु होइन। आज धान काट्ने खेतालो छ अरे। अगाल आएर आज अब धान सान काट्ने त होइन, काट्न त काटिसकेको छ, चुट्ने भनौँ न, चुट्ने खेतालो छ। ल अब चाहिँ म लाग्छु होइन, यस्तो गर्छु ल। गए बाबे धान काट्ने थियो आज हाम्रो। काट्नुभन्दा पनि चुट्ने थियो, काटिसकेको थियो। मोटर बाँधेर धान चुट्ने दिन थियो आज हाम्रो। अनि म चाहिँ टक्राएर घरबाट मर्निङ निस्केँ है। म तल बेसी घर गएँ भनेर निस्किएँ। अनि त्यहाँपछि निस्किएपछि म यसरी नै गइरहेको थिएँ। तर जाँदा माइक कहीँ खसेछ क्या, थाहा नै भएन मलाई। यसरी नै गइरहेँ। त्यहाँको मेरो घरभन्दा अलिक अगाडिपट्टि एउटा पसल हो, अनि सानो मोड पनि छ। अनि म यसरी नै गइरहेँ। अनि जाँदा ठ्याक्क यहीँनिर मेरो माइक खसेछ अरे। यहीँनिर मेरो माइक खसेछ, मलाई थाहा नै भएन। म यत्तिकै गइरहेँ। केही थाहा नै छैन कि माइक झरेको, केही थाहा नै छैन। अब भुँडीमा अड्काएको थिएँ नि त मैले, भित्रबाट हालेको थिएँ। अब देखेन मैले माइक नै। यसरी नै गइरहेको थिएँ। अब जाँदा ठ्याक्कै चिसो पानी धारा भन्ने मोडमा ठ्याक्कै आइपुगेको थिएँ। र तपाईँले देख्न सक्नुहुन्छ यहाँ अगाडि भएको यो ट्याङ्की चाहिँ यो चिसो पँधेरा भन्छ हामीले। यहाँ चाहिँ एकदम मिठो र चिसो पानी आउँछ होइन। एकदम मिठो हुन्छ क्या यहाँको पानी चाहिँ। अनि म यसरी नै गइरहेको थिएँ, आफ्नो सुरमा गइरहेको थिएँ, भिडियो बनाउँदै गइरहेको थिएँ। अब मेरो माइक झरेछ मलाई केही थाहा नै छैन क्या। म आफ्नै सुरले गइरहेको छु। भिडियो हेर्दै जानु होला। म यसरी नै गइरहेको आफ्नो स्कुलमा गइरहेँ होइन। म ठ्याक्कै हाम्रो सापडाँडा स्कुल हो त्यो चाहिँ। त्यहाँबाट चाहिँ ठ्याक्कै अफरोड मैले त्यहाँबाट चाहिँ भेटेको थिएँ। र मैले के सोचेको थिएँ भन्दाखेरि पक्कै पनि अफरोडमै झऱ्यो होला। अब बाटो पुरै अफरोड थियो नि त। त्यहाँदेखि यो सापडाँडा स्कुलदेखि चाहिँ बाटो पुरै अफरोड छ क्या तलसम्ममै। अनि मैले सोचेँ अब जान्नु अफरोडमै झऱ्यो होला अनि सोचेको थिएँ। यसरी नै गइरहेँ। अब बाटो पुरै अफरोड छ क्या होइन। यता तल चाहिँ पिच भन्ने छैन, पुरा अफरोडै छ। अनि आफ्नो सुरले नै गइरहेँ। त्यति कुदाएको पनि थिएन, बिस्तारै नै हिँडेको थिएन। तर त्यो माइक त्यतिखेर झरेछ मलाई पत्तै भएन क्या। मेरो ब्याड डे रहेछ भने चाहिँ आफूले बुझ्नु पऱ्यो जस्तो लाग्यो कि होइन। अनि त्यहाँ अगाडि एउटा सानो गुम्बा आउँछ। म त्यहाँ गुम्बाभित्र पनि छिरेँ र त्यहाँ गुम्बामा पनि दर्शन दिएँ। देख्न सक्नुहुन्छ तपाईँहरूले। र यहाँनिर गुम्बा छ। अनि म यहाँ रोकेँ, गुम्बाभित्र गएँ। म यहाँ कति बोलेको पनि थिएँ कि उता पारिपट्टि चाहिँ सबै नपढो, वारिपट्टि चाहिँ द्वादिङ भनेर। अनि मैले यहाँ सबै गुम्बा देखाएर मैले दर्शन पनि लिएको थिएँ बुद्ध भगवानको। र फेरि म त्यहाँबाट निस्किएँ। म बोल्दै हिँडिरहेको थिएँ क्या। तर माइक कतिखेर झऱ्यो नै थाहा भएन त। के गर्नु।
यसरी जाँदा बाटोमा ठुलबाबालाई पनि भेटेँ मैले। र ठुलबाबु चाहिँ बोकाको मासु लिएर आइरहनु भएको रहेछ, अलिअलि गफ भयो। अनि त्यसपछि फेरि म लागेँ होइन, त्यो बच्चाले पनि अब हराउनु पनि यताउति गरेर आएको थियो। ठुलबाबाले चाहिँ अब बिहान हल्का दिनुभएको थियो क्या लोकल, अनि अलिक बढी नै गफिरहनु भएको थियो। अनि मलाई चाहिँ च्याउ लाग्यो। अनि त्यहाँपछि म चाहिँ निस्किएँ, यहाँबाट पनि गएँ। गएर यसरी नै म जाँदै थिएँ, ठ्याक्कै यो मोडमा पनि मैले आन्टीहरूलाई भेटेँ। अनि उहाँहरू हाम्रो मेला आउनुभएको रहेछ। अनि फेरि म उहाँसँग बोलेर म निस्किएँ। यसरी नै आइरहेको थिएँ। अब धेरै तल पनि थिएन, अब आइपुग्न लागिसकेर म तल बेसी घर, जहाँ कि हाम्रो आज धान छुट्ने दिन थियो। यसरी नै जाँदा मैले माइला मामलाई पनि बाटोमा भेटेको थिएँ। अनि मैले उनीलाई पनि बिस्तारै आउनु है भनेर म गएँ। र अब यहीँ नजिकै थियो, म आइसकेको थिएँ। त्यही भएर पनि मैले नानीलाई पछाडि हालेर ल्याएँ। र मैले सबै कुरो बोलेको थिएँ, तर मेरो माइक फसेको रहेछ, मलाई थाहा भएन। र मैले पहिला चलाएको पसल चाहिँ यही थियो, हाम्रो पुरानो पसल चाहिँ यही हो। र म भित्र छिरेँ होइन। साथीहरूले पनि लकर प्लकर भन्दै थियो। यता मामा हुनुहुन्थ्यो, नर्सै कुर्किरहनु भएको थियो। अनि यो पसल चाहिँ पहिला मैले नै चलाएको थिएँ क्या, यो पसल चाहिँ पहिला हाम्रो नै थियो। अनि हामी पछि मामालाई दिएको हो, र अहिले उहाँहरूले चलाइरहनु भएको छ। अनि म मामा माइसु साथीभाइ सबैसँग बोलेर फेरि बाहिर निस्किएँ। अनि त्यहाँपछि यहाँ पनि साथी नै भयो, सबैजना साथीहरू थिए, ठुलबाबाहरू थियो। सबै कुराको व्यवस्थित हुँदै थियो धान छुट्ने दिनमा। र अनि साथी चाहिँ उता खानीनेर जान लागेको रहेछ मासु लिएर। अनि फेरि मलाई जम्पिजम भन्दै थियो। अनि जाउँ तर जाउँ न त, अहिले नै काम हुँदैन, एकछिन गएर आउँछु भनेर म पनि गएँ होइन। त्यहाँ जानुको कारण चाहिँ के भन्दाखेरि अलिअलि सानोतिनो कन्टेन्ट बनाउन सकिन्छ नि त, कन्टेन्ट बनाउन पाइन्छ नि त भनेर मैले गएँ। र हामी दुईजना गयौँ। र साथी र म चाहिँ खानीमा पुगिसकेका थियौँ। अनि त्यो पुलमा गएर एक दुईवटा फोटोसुट पनि गऱ्यौँ। अनि त्यहाँपछि हामी त्यहाँबाट फर्कियौँ। अनि त्यहाँबाट फर्केर हामी दुईजना गफ गर्दा आइरहेको थियौँ। गफ गर्दा आयौँ, गफ गर्दा के भयो हेर्दै जानु। अनि साथीसँग पनि धेरै पछि भेट भएको थियो। अनि साथीले त म खत्रै देखेको छु कि क्या हो तेरो क्यामेरामा भन्दै थियो। भनेर हामी हाँसी मजाक गर्दै अनि फेरि यतै पसलपट्टि लाग्यौँ। धेरै पछि भेट भएको थियो, गफ गर्दै हाँस्दै हिँड्दै आइरहेको थियौँ। साथीहरूमा आउँदै थियौँ, गफ गर्दै आइरहेको थियौँ। उसले पनि गफ दिइरहेको थियो मलाई, र मैले पनि दिइरहेको थिएँ। हामी दुईजना गफ गर्दै आइरहेको थियौँ क्या। अनि जुन मैले अहिले तपाईँलाई देखाइरहेको जुन पोखरी थियो नि, यो चाहिँ यहाँ चाहिँ हामी पहिला पौडी खेल्थ्यौँ क्या। अहिले यस्तो फोहोर पानी आइरहेको रहेछ। अन्त चाहिँ एकदम सफा पानी क्या, पौडी खेल्नु त एकदम मजा आउँथ्यो होइन। अनि साथीहरूमा गफ गर्दै गयो। र हामी चाहिँ गफ गर्दा ठ्याक्कै पसलमा नै पुगिसकेका थियौँ। अनि त्यहाँनिर जाँदाखेरि चाहिँ ठुलबाबाहरूले चाहिँ तिर्पाल ओछ्याएर ड्याडीले पूजा गर्नुभएछ पहिला सुरु। अनि धान ल्याएर चुट्न थालिसक्नु भएको रहेछ। म चाहिँ उता वासिङ साइडमा गएको थिएँ नि त एकछिन घुम्नलाई। अनि यता चाहिँ धान चुडिसक्नु भएको रहेछ। त्यसपछि म पनि लुगासुगा चेन्ज गरी गएँ। र म चाहिँ लुगासुगा चेन्ज गरेर म पनि कामतर्फ लागेँ। ठुलबाले पक्का अब चुडिरहनु भएको थियो। एकजना दाइले चाहिँ बोकिरहनु भएको थियो।
ड्याडी पनि भर्खरै चढ्नु भएको रहेछ अनि एकजना दाजु बोक्दै हुनुहुन्थ्यो अनि म पनि अब बोक्नु पऱ्यो भनेर मैले पनि बोक्न थालेको। हेर्दै गर्नु होला भिडियोमा के कस्तो लाग्छ, राम्रो लागेमा कमेन्ट गरिदिनु होला अनि नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। र मैले चाहिँ अब म पनि काममा जानुपर्छ भनेपछि चाहिँ मैले त्यहाँ मोबाइल अड्डाउन राखेँ। मैले हेलमेटमा राखेको थिएँ मोबाइल, बल्ल बल्ल अड्डाएर एक ठाउँमा राखेँ। त्यो दाइले पनि भक्काभाग ल्याइरहनु भएको थियो अनि मैले पनि भक्काभाग ल्याउन थालेँ। यस रमाइलो भइरहेको थियो तर मेरो माइक खसेर फुटेछ, मलाई थाहा भएन। त्यही अलिकति रमाइलो लाग्यो अनि फेरि मैले त्यो दाइलाई जाउँ गएर बोकौँ भनेर मैले त्यो दाइलाई लिएर गएँ र हामी बोक्न थाल्यौँ। त्यो दाइ र म मिलेर चाहिँ हामीले भक्काभाग बोक्न थाल्यौँ। त्यो दाइले पनि एकदम दुःख गर्नुहुन्थ्यो अनि मैले पनि भक्काभाग मिलाएर बोक्न थालेँ। हामीले चाहिँ बोक्न थालेपछि एक हरा चाहिँ सकेको थियो, हामीले पनि बोकेर सक्यो र उता ठुलो बाबाहरूले पनि छुटेर सक्नु भएको थियो। यसरी नै काम गरिरहे। अब मलाई केही वास्तै छैन नि त, माइकको के भयो कस्तो भयो उनीहरूलाई केही वास्तै थिएन। यसरी नै काम गरिरहेँ। अनि यता चाहिँ एन्टी र ठुलो मम्मी भएर मुठा बान्धनु भएको थियो। उनीहरू दुईजना हुनुहुन्थ्यो मुठा बान्ध्न चाहिँ, उनीहरूले बान्धनु भएको थियो। हामीले बोकिरहेको थियौँ, उता ठुलो बाबाले टुटिरहनु भएको थियो अनि ड्याडीले चाहिँ त्यो भन्छ नि अब फोहोरहरू हटाउने यताउति गरिरहनु भएको थियो। हामी सबैजना मिलेर गऱ्यौँ, रमाइलो नै भयो। मैले चाहिँ धेरै पछि काम गरेको भएर होला अन्त गाह्रो भएको जस्तो भयो अनि म चाहिँ एकछिन बसिरहेँ। बाबा ड्याडीहरूले चाहिँ गराउनु भएको थियो। अनि हाम्रो चाहिँ धानसान सबै उठाइसकेको थियो अनि मैले चाहिँ भिडियो बनाएको थिएँ। धानसान उठाइसक्यो, कता जानुपर्छ भनेर मैले भिडियो बनाएको थिएँ। मलाई धान उठाउनु बेला चाहिँ टाइम भएन, भिडियो बनाइनँ। अनि यता मान्छेले खाजा हाल्दै हुनुहुन्थ्यो अनि सबैजना हात खुट्टा धुनुभएको थियौँ। र यता गाडी पनि आइसकेको थियो र हाम्रो धान पनि लोड भइसकेको थियो। सबैजनाले मिलेर धान लोड गर्नुभयो अनि म चाहिँ एउटा खाजा खानुपर्छ भनेर हात खुट्टा धुनु तर्फ लागेँ र दाइलाई सोधेँ कति बोरा भयो त हाम्रो धान भनेर। 14 बोरा जति निक्लेको छ भन्नुभयो, तर धान एकदम राम्रो थियो। त्यसपछि खुट्टा धुनुतर्फतिर लागेँ। यता ठुलो बाबाले हात खुट्टा धुँदै हुनुहुन्थ्यो अनि म पनि गएँ। भिडियोमा के कस्तो आएको थियो त्यति बेला काम गरेर एकदमै गाह्रो पनि भइरहेको थियो, पसिनाले पुरै भिजेको थिएँ म। हेर्न सक्नुहुन्छ कामले गर्दा गर्दा मेरो हात खुट्टाहरू कस्तो भएको थियो। काम गरेपछि अलिअलि त भइहाल्छ नि यतिको त। अझ टक्क फ्रेस भएर अनि खाजा लिएर बसेँ। सबैजना खाँदै हुनुहुन्थ्यो, खाजा खान थाल्यौँ। अन्त ठुलोबाबाको मामाले पनि खानु भएको थियो, केही मैले पनि खान थालेँ। अनि हामी चाहिँ खाजासाजा खाएर निस्किने भनेर रेडी हुँदै थियौँ। अनि साथीले चाहिँ हामी फेरि
त्यो कति हजारको फोन अहिलेसम्म देखाएको छ भनेर भन्दै थियो अर्को दाइले। मैले चाहिँ केही पनि बोलेन। ड्याडीले पनि सामसङ गाडी पैसा ढिलो हुन्छ भनेर भन्नुभयो। स्कुटी मैले नै चलाएको थिएँ, ड्याडी पछाडि बस्नु भएको थियो। त्यसपछि हामी निस्कियौँ। र हामी चाहिँ जाँदै थियौँ। बाटो पनि एकदमै अपुर थियो र जाँदा जाँदा हामीले हाम्रो धानको गाडीलाई पनि अगाडि ठ्याक्कै भेट्यौँ र एकछिन त्यही गाडीको पछि गयौँ र धुलो धेरै उड्ने भएर अनि हामीले चाहिँ त्यो गाडीलाई ओभरटेक गऱ्यौँ। गाडी थियो अनि ड्याडीले चाहिँ बिस्तारै आयो भाइ भनेर भन्नुभयो र ड्याडी र म चाहिँ गफ गर्दै हामी दुईजना गयौँ र बल्ल पिच रोड भेटेँ। त्यसपछि चाहिँ ढुक्क भयो क्या, चलाउनु त्यति गाह्रो हुँदैन नि त। अनि पिच रोड भेटेपछि चाहिँ बिस्तारै मजाले गयौँ, बाहिरमा कुरा गर्दै गयौँ। हामी चाहिँ जाँदा रात नै भयो क्या, राति नै भयो। गइरहेको थियौँ, गइरह्यौँ, यसरी नै कुरा गर्दै गयौँ। र जाँदा म ठ्याक्कै घरमा आइपुगेँ। अनि फेरि म अझ बिस्तारै हिँड्दै थिएँ यहाँनिर चाहिँ, किनकि मेरो माइक हिँडेर खसेको थियो नि त। मैले पहिला तल पनि भिडियो हेरेको थिएँ, हिँडेर खसेको थियो। देख्छ कि भन्ने आशले म बिस्तारै हिँडेको थिएँ, तर देखिनँ। त्यसपछि म आफ्नो स्टोरले गएँ र गइसकेपछि अब ट्याक्क घरमा आइपुगेको थिएँ। त्यसपछि म घरको गेटबाट छिरेँ अनि ट्याक्क घरमा पुगेँ। त्यसपछि मलाई गाह्रो जस्तो पनि भइरहेको थियो। अनि स्कुटी मैले त्यहाँ साइड लगाइदिएँ। त्यसपछि मैले त्यहाँनिर स्कुटर पार्किङ गरिदिएँ। अनि त्यसपछि धन्यवाद स्कुटर त्यहाँनिर राखेर भित्र रुममा गएर भिडियो हेर्न थालेँ। भिडियो हेर्दाखेरि त्यो ठाउँमा झरेको भन्ने थाहा पाएपछि टर्चबत्ती लिएर गएँ। भेट्छ कि भन्ने आशले गरेर मैले भेटेँ, तर यस्तो अवस्थामा भेटेँ क्या मैले मेरोमा हेरेन। मलाई दिदीले गिफ्ट गर्नुभएको थियो, तर केही छैन, अब खस्यो फुट्यो, के गर्ने त। बिस्तारै फेरि घुम्नुपर्छ होइन र। आजको भिडियो यति नै हो। के कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु होला। तर आज चाहिँ मेरो एकदम ब्याड डे रहेछ भन्ने मैले चाहिँ बुझेँ। हस्, थ्याङ्क यू।